नमस्कार साथीहरू, यो 2083-84 को लोकसेवा आयोगको अब कार्यतालिका पनि एकदम आउने नै छन् हैन। अनि 2083-84 मा जति पनि साथीहरू लोकसेवा आयोग तयारी गर्न लागिराख्नु भएको छ तिनीहरू सम्पूर्णलाई अग्रिम शुभकामना छ। तपाईहरुको नाम निस्कियोस् र लोकसेवा आयोगमा यो हाम्रो जीके खण्ड पनि एकदमै महत्त्वपूर्ण हुन्छ। यो बिना त एकदम अधुरो हुन्छ। जीके जहिले पनि एकदम याद हुनुपर्छ र लङ टर्मसम्म दिगोसम्म कसरी याद हुनुपर्छ त्यो एकदम ध्यानमा राख्नुपर्छ। त्यसैले चाहिँ आज म लोकसेवा आयोगको विशेष गरी जनगणना सम्बन्धी 2078 को जुन भर्खर जनगणना आएको छ त्यो सम्बन्धी केही जात जातिको सम्बन्धमा तथ्याङ्कहरू म यहाँ पढाउन गइरहेको छु। अब यो जनगणना 2078 को जात जाति सम्बन्धमा एकदमै हेर्नु त यहाँ कति डाटाहरू छ हैन, कति डाटाहरू छ यो पनि याद गर्नुपर्ने हुन्छ हामीलाई। यो जोरा मिलाउमा एकदम कहिलेकाहीँ आउन सक्छ। यता जात जाति हुन्छ, यता तिनीहरूको प्रतिशत हुन्छ अनि तिनीहरूको बीचमा जोडा मिलाउ भन्न सक्छ र सुबामा पनि यो 5 मार्कमा सोध्न सक्छ, लिखितमा रिटेनमा जात जाति सम्बन्धमा लेख्नुहोस् भन्दाखेरि यो सबै विवरण डाटाहरू पनि हामीले उल्लेख गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा यसलाई यादै गर्नुपर्छ र याद यसरी गर्नुपर्छ कि लङ टर्म हुनुपर्छ। हामीले बिर्सनु हुँदैन, कहिले पनि बिर्सनु हुँदैन। एकचोटि पढिसकेपछि लङ टर्म दिमागमा सेट हुनुपर्छ र बिर्सेको हुनु हुँदैन। त्यसैले यदि ट्रिक्स मार्फतमा हामी पढ्यौँ भने यो लङ टर्म हुन्छ र दिगो हुन्छ। अब यसलाई यहाँ जात जाति सम्बन्धी छ हैन, 9वटा जात जाति सम्बन्धी 1 देखि 9 सम्म छ। अब यसलाई याद कसरी गर्ने? अब याद यसलाई गर्नको लागि सबभन्दा पहिला हामीले के गर्नुपर्छ, यो जुन दुईटा छ नि ब्राह्मण र क्षेत्री, यो दुईटा यसलाई छोडेर यहाँ मगर 3 नम्बरमा जुन मगर छन् यो मगरबाट हामीले यता सूत्रमा हेरौँ त मथा ताबी मुस्ने यारा। यता फर्मुला छ मथा ताबी मुस्ने यारा। यो चाहिँ एकदम फर्मुला याद गर्नुपर्छ। मथा ताबी मुस्ने यारा भन्नाले मुसाले गर्दा चाहिँ हामीलाई मथा भनेको मस्तक एकदमै तातो भयो कि दिक्क लगाइदियो कि मुस्ने यारा। यार भनेको कसैलाई यारालाई साथीलाई भनिरहेको छ। मथा ताबी मुस्ने यारा। मुसले त दिमागै खराब गर्यो के यार दोस्त, आफ्नो साथीलाई भन्दैछ मथा ताबी मुस्ने यारा। मथा अब हेर्नु 1 नम्बरमा क्षेत्री छ हैन, 1 नम्बरमा क्षेत्री छन्। अब क्षेत्री याद गर्नको लागि हामीले के याद गर्नुपर्छ? अब क्षेत्री भनेको त लडाकु हुन्छ, योद्धा हुन्छ, युद्ध गर्ने खालको हुन्छ। त्यसैले यदि यिनीहरूले प्लान बनायो भने कतै अट्याक गर्नु पर्यो भने, आक्रमण गर्नु पर्यो भने यिनीहरूले शोर मचाउँदैन के, शोर मचाउँदैन। शोर भनेको 16 बाट, शोर मचाउँदैन मतलब 16 बाट 16.45 शोर मचाउँदैन क्षेत्रीहरू आक्रमण गर्दाखेरि 16.85। अब ब्राह्मणमा हेर्नुस्, यो ब्राह्मणको अब ब्राह्मणको के छ भन्दाखेरि यिनीहरू धेरै चतुर हुन्छ, चलाक हुन्छ। मतलब 11 दुना ब्राह्मणहरू चतुर हुन्छ। 11 दुना यसलाई याद गर्ने। 11 दुना 11 भनेको 11 दुना भनेको 29 दुना 11 दुना 11.29% हाम्रो यो ब्राह्मणहरू छन् यो देशमा हैन। अब 3 नम्बरमा मगर हेर्नु। अब मगरलाई कसरी याद गर्ने भन्दाखेरि यो मगरलाई याद गर्नको लागि मधेसको एकचोटि सम्झनामा आउनुस्। अब मधेसमा मगर छ त मधेसमा मगर छैन, मतलब होला कतै कतै, तर त्यति मधेसमा मगर जाति छैन भन्नाले छैन, मगर छैन। मगर कति छन् हाम्रो देशमा? 6.9% मगर छैन। अब 4 नम्बरमा छ थारू। अब थारू मधेसमा छ त छ, धेरै छन् त, थारू त धेरै छन् मधेसमा, छ मधेसमा थारू छ भन्नाले छ। अनि थारूमा कतिवटा शब्द छ? 2टा, थारू 2टा अनि 6.2%। थारू भयो हाम्रो देशमा, मधेसमा थारू छ, थारूमा 2टा छन् 6.2%। अब 5 नम्बरमा तमाङ छन्। अब तमाङलाई याद गर्नको लागि अब तमाङलाई चाहिँ हामी एक प्रकारले रेस्पेक्ट गरौँ। तमाङलाई तपाईँ भन्ने हामीलाई, तपाईँ पा भनेको 5, तमाङलाई तपाईँ 5बाट याद गर्नु तपाईँ। र 6-2 छ हैन, मैथिलीमा यसलाई छट्टु भन्छ, चतुर के छट्टु भनेको चतुर। त्यसैले तमाङ छट्टु हुँदैन, सोझो साझो हुन्छ। जनजाति छ हैन, सोझो सिधा हुन्छ, एकदम सोझो खालको हुन्छ। त्यसैले तमाङ चाहिँ यसलाई आदर गरेर के भन्ने हामीले? तमाङलाई तपाईँ
पाबाट 5 र छटु भनेको चतुर हुँदैन 6 2 6 2 6 2। अब विश्वकर्मा 6 नम्बरमा छन् विश्वकर्मा। यो विश्वकर्मालाई याद गर्नको लागि अब विश्वकर्मामा कतिवटा शब्द छन्? विश्वकर्मामा कतिवटा शब्द छन्? 1 2 3 4 5। विश्वकर्मा जम्मा 5 वटा शब्द छन् हैन, 5 वटा शब्द छन् विश्वकर्मामा। यो विश्वकर्मामा 5 वटा शब्द भएकोले 5 छन् यहाँ हैन, 5.04%। 5 छन् 0.4 गर्ने, 5 बाट 0.4 गर्ने, 1 घटाइदिनु 4 भयो हैन। विश्वकर्मामा 5.4% यो देशमा जातिको रूपमा रहेको छ। अब 7औं नम्बरमा छन्, यो 8 नम्बरको छ है, 7 8 यता यो बिग्रेछ हैन, 8 9 भयो, यसलाई मिस्टेक भएको थियो है, यो 10। अब 7औं नम्बरमा छन् इस्लाम। अब इस्लाममा पनि शब्दैबाट याद गर्नु, इस्लाम 4 वटा शब्द छन्, 4 वटा शब्द छन् इस्लाममा, 4.86 इस्लाम मुसलमान। अब नेवारमा हेर्नु त, अब नेवारलाई कसरी याद गर्ने भन्दाखेरि यो नेवार जाति भनेको यो यस्तो जनजाति हो एकदम खानेकुरामा माहिर हुन्छ। जस्तो सुकै चाडबाड किन नहोस् तिनीहरूले खानेकुरा मात्र गर्छन्, छ्याङ खाने, दारू खाने, लोकल रक्सी खाने, माछा मासुहरूको परिकार खाने, विभिन्न प्रकारका प्रकारहरू खाने गर्छन्। त्यसैले नेवार जातिलाई खाने मात्र कहाँ भने हामी त्यसलाई चर छ के, खाने मात्र कहाँ गर्ने, चर छ नेवारहरू। चर छ भनेको 4.6% नेवारहरू चर छ, खाने मात्रै कहाँ गर्छ, चर छन्। त्यसैले नेवार यो देशमा कति छन्, 4.6% चर छ, 4 छ। अब त्यसपछि यादव छन्, अनि यादवलाई चाहिँ कसरी याद गर्ने, 4.21 छ, यो त्यसरी याद गर्नु होला, 4.21 छ यादव। अब राईमा 10 नम्बरमा राईमा हेर्नु त, राईमा कतिवटा शब्द छन्, 2वटा शब्द छन्, रा र ई 2 छन्, 2.2% भयो। यसरी चाहिँ जातिलाई मजालाई हामी याद गर्न सक्छौँ र यो एकदम यो लङ टर्म हुन्छ यसरी याद गरियो भने। अब हेर्नु त एकचोटि रिपिट गर्नु त्यसलाई। अब क्षेत्री भन्नु के हो, यो योद्धा हुन्छ, लडाकु हुन्छ, यो स्वर गरेर स्वर मचाएर आक्रमण गर्दैन क्षेत्री, त्यसैले स्वर भनेको 16 भयो हैन। ब्राह्मण के हुन्छ, चतुर हुन्छ, 11 दुना हुन्छ, 11 दुना मतलब चतुर हुन्छ, 11 दुना 2 9। मगर मधेसमा छ त छैन, मधेसमा मगर छैन, 6.9%। त्यसपछि थारू छ, थारू त मधेसमा छ 6.2 किन, थारूमा 2वटा शब्द छ, 2 पोइन्ट। तमाङलाई कसरी आदर गर्ने, रेस्पेक्ट गर्ने, तपाईँ 5 र छट्टु हुँदैन मतलब चतुर हुँदैन, 6.2 5.62। विश्वकर्मा जम्मा 5 वटा शब्द छ, विश्वकर्मा 5 वटा शब्द छन्, अनि 5.04% भयो। इस्लाममा 4 वटा शब्द छ, इस्लाममा 4 वटा शब्द छ, त्यसैले यो 4.86 भयो इस्लाम। अनि नेवारमा चर छ, धेरै खानेकुरा गर्छ यिनीहरूले, चर छ 4.6%। यादव 4.21 छ। राईमा 2वटा राईमा 2वटा शब्द छन् अनि 2.2% भयो। यसरी चाहिँ हामी यो जनगणना 2078 को जाति सम्बन्धमा यदि जोरा मिलाउ आयो भने मजाले यसरी चाहिँ हामी मिलाउन सक्छौँ जोरा हैन। अब यसमा के हुन्छ, 4वटा अप्सन हुन्छ, अनि 3वटा अप्सनमा चाहिँ रङ एरेन्जमेन्ट हुन्छ, गलत तरिकाले चाहिँ क्रमबद्ध गरिएको हुन्छ र एउटा चाहिँ सही क्रममा हुन्छ। क्षेत्रीदेखि हुनसक्छ, या त 5बाट हुनसक्छ हैन, या त 1 देखि 5बाट 5 सम्म हुनसक्छ, या 5 देखि 10 सम्म हुनसक्छ। यस्तो अवस्थामा यदि यो डाटा दिएको छैन भने हामीले चाहिँ यो सूत्र एकदम याद गर्नुपर्छ, मथा ताबी मुस नयारा। क्षेत्रीय र ब्राह्मण याद गर्ने, त्यसपछि मथा ताबी मुस नयारा। मुसले गर्दा मथा भनेको दिमाग खाइदियो के, हैरान गरिदियो, दिक्क वाक्क ल्याइदियो मुसले, कुनै यारलाई भनिरहेको छ, दोषलाई भन्छ, मथा ताबी मुसले यारा याद गर्नु। अनि यो एकै खाले सबै लाग्छ, कुन अगाडि हो कुन पछाडि हामीले थाहा हुँदैन इक्जाममा। त्यसैले यदि यो सूत्र हामी यदि राख्यो भने माइन्डमा, मथा ताबी मुस नयारा, यो कहिले पनि हामी बिर्सिन सक्दैनौँ। मजाले चाहिँ 1 मार्कमा हामी ठिक गर्न सक्छौँ। र 5 मार्कमा यदि सुबाको रिटर्न एक्जाम दिनुहुन्छ भने खैदारमा यो 5 मार्कमा सोध्न सक्छ, विभिन्न नेपालमा भएको विभिन्न जातिको बारेमा लेख्नुहोस् भन्न सक्छन्। र त्यस्तो अवस्थामा यो सही चाहिँ हामीले डाटा पनि राख्नुपर्छ, यो डाटा सहित हामीले चाहिँ लेख्नुपर्छ, अनि मजाले फुल मार्क पाइन्छ हैन। अब यस्तै जनगणना सम्बन्धमा अर्को भिडियो लिएर आउँछु हैन, अर्को पार्टमा आउँछु। धर्म सम्बन्धी, धर्म कति छन्, जाति भयो न, भाषाभाषी कति छन्, यो पनि हामी अर्को भिडियो लिएर आउँदैछौँ। तबसम्म यो याद गर्नु होला र भिडियोहरू हेर्नुहोस्। यदि कस्तो ट्रिक्सहरू कस्तो लाग्यो तपाईँहरूलाई
भिडियोमा चाहिँ प्रतिक्रिया दिनुहोला र हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब र लाइक गरिदिनु होला। धन्यवाद।